गइसक्यो बाइक पनि रेडी गरिसकेँ यहाँ होइन अब समीतिर म हिँड्ने हो हिजो मैले बाइक धोएपछि त नयाँ देखिँदो रहेछ नि हो अलिक नधुँदाखेरि पो फोहोर देखेको रहेछ धुँदा त नयाँ टिलिके भइगयो नि बाइक पनि तारहरू यहाँ घाम तापिरहेछ भएन लुजाउँ केदारको सुत्केरी गर्भवती घाम तापिरहेछौँ म बाइकिङ सुत्केरी हेलो जोर आफ्नै तालमा रहेछ हेलो भनेको हुर्किसक्यो होइन लजाउँ ल हामी चाहिँ अहिले रिङ रोड निस्किसकेका छौँ यो चाहिँ फ्लाइओभर ग्वारकुको है ल यत्रो त भइरहेछ त्यहाँ गाडी अनि अब चाहिँ हामी बौद्ध चाहिँ आइपुग्यौँ बौद्ध एरिया चाहिँ होइन भाइ यहाँबाट खोइ के होटल छ अरे अनि त्यो कटिङ अलि अगाडि हो हुन्छ ल झर हुन्छ डिस्टर्ब हुँदैन होला नि त हेलो सेवा हजुर बल्ल बल्ल आइपुग्यो ए यताबाट छ त है होइन अलमलिक छैन सिधा यहाँ तल पर्खिएपछि हामी बस्यौँ पानी ल्याइदेऊ न कान्छ हुन्छ अलिकति खिचौँ है दाजु हुन्छ नमस्ते दुईचोटि सेकेन्ड भेट हो हाम्रो सेकेन्ड भेट हो नमस्ते सबैजनालाई सँगै जान्छ सो झन् ऊ झन् कहिल्यै गाउँ नदेखेको मान्छे झन् जुगा लाएर वालतिर रगत बगेर झन् फेरि रगत पनि त्यो बस्दै नबसेको के थामिँदै नथामेको जुगाले खरी जुगा फेरि योमा खाने के त्यो मिठो छ नि हेर्दै मिठो जस्तो छ यो सबै चाहिँ मैले प्रिपेयर गरेको बिहान भरेको टाइममा उताबाट के भन्दै हुनुहुन्थ्यो ल यहाँ चाहिँ पुरै स्टेज रेडी हुँदैछ जति भ्याए त्यति बनाउँदै अब नभएको त कसरी है स्याप्टा हाम्रो नाइमाको रेसिपी हो यो कस्तो मिठो हुन्छ बियरसँग रे म त नो अल्कोहल नोभेम्बरमा छु खोइ त बिन्दुले किन चाहिँ आएन त बिन्दुले किन चाहिँ आएन त अबे न्यापर ओ आइफोन फुटेजलाई डिएसएलआरमा ल्याउनु घन्टा लागेन त्यही माथि च्यातिहाल्छ मान्छे धोतीमा टुप्यो अब नुन चाहिँ लागेन अहिले चाहिँ यहाँ हाम्रो रुमबान किचनमा भेट्ने सौभाग्य प्राप्त भयो होइन सो यहाँ एकदमै रमाइलो लाग्यो मलाई चाहिँ एकदम खुसी लाग्यो तपाईँहरूसँग भेटेर है फेरि पनि भेट्नुपर्छ हामी तपाईँहरूको गाउँमा आउँछ हो कि होइन आउनु नि स्वागत छ त मैले त दाइलाई फसाइ नै सकेँ त्यत्तिकै पनि अब दाइ तपाईँ त फसिसक्नुभयो भाउजू तपाईँ पनि हामी त आउँछौँ म त फेरि त्यो अस्ति नै आउनु आँटेको थिएँ रेसो चाहिँ आफू चाहिँ बोलाएको ओरेको छैन थपक्क पुग्नु त अप्ठ्यारो हुन्छ भनेर मैले पहिल्यै प्लानिङ गरेको थिएँ कति भयो टिममा नगएको त्यो त कति भयो टिममा नगएको माइतीमा कोही हुनुहुन्छ अरू फ्यामिलीहरू हुनुहुन्छ नि मेरो बाबा हुनुहुन्छ टिममै हुनुहुन्छ है हजुर हजुर उहाँहरू पहिला यता बस्नुहुन्थ्यो पछि फेरि गाउँै सिफ्ट हुनुभयो टिकटक अब के होइन टिकटक एआईले गेस गर्छ नि त फोटो लाजा हो र कपाल काटेको युज गरेको नजानेर हो नि जान्नु के छ र लेखिदिने हो साथीले चाहिँ सबै ल हामी चाहिँ यहाँबाट अब लाग्यौँ हाम्रो रुङमाङ चिकन बिबिक्यू बियर एन्ड फनमा फनबाट चाहिँ बाटो यताबाट छ अरे होइन अब यहाँबाट गोश्वरी मन्दिर निस्किन्छ भन्नुहुन्थ्यो हामी अब म यो बाटो हिँडेको छैन नि त अहिलेसम्म सो हेरौँ कहाँ पुगिन्छ त्यहाँबाट हामी सिधै जडीबुटी निस्केर जान्छौँ
यहाँबाट जडीबुटी निस्किन्छ अरे भन्ने खालको कुरो गर्नुभयो। अब चाहिँ हामी सिधै जाने हो। हेर्दै गर्नु होला र दिउँसो आएको पानी परेर रात परेको फेरि अलि अघि नै हिँड्नु भनेको पानी परि निस्क्यो फेरि बट्टङटङ। त्यसले गर्दाखेरि अलिक ढिलो भयो हिँड्नै। है त हामी चाहिँ ग्वारकुमा जाम पर्यौँ दर्शक बहिनीहरू ग्वारकुमा।